हामी अहिले चाहिँ कलेजबाट घर जान लागिसक्यो। आज चाहिँ एकदम चाँडो छुट्टी भएको छ। मसँग रमन छ आज पनि। गाइस के भन्नुहुन्छ रमन? भोकारी यो घर रहेछ यार गाइस। भोकारीको घर हुन्छ नि पहाडतिर। अरूलाई अरूको चिन्ता, घर जाने खानाको चिन्ता भने जस्तै गाइस खानाकै चिन्ता भन्छ। ए ल हामी चाहिँ अहिले यता कलेजतिर हो गाइस। यस्तै छ हेर न, केटाहरू केटी नपाएपछि आफू अङ्गल हालेर हिँड्छन्। मस्त जोक मारा के गर्ने यस्तै छ हालत, कठै दैनौ। हेर गाइस हाम्रा क्लास कि चुवाक चुवाक ब्युटी ब्युटी। ओह माय गॉड! छोटी हाम्रा पहाडतिर हुन्छ त के हेर यहाँ हाम्रो क्लासमा दुईजना बौद्धलीहरू पनि छन् गाइस। के अनि बौद्धलीहरू जहाँ पाए त्यहाँ साइकल हाल्छन्। ओए भरबल गर्ने है हो वो सरी अहिले साइकल भित्र ल्याता है यसकी गाइस। यस्तै छ, गर्मी छ यार, गर्मी छ। हेलो बिमला दिदी के तिमीमा कानो त तेल हालिया हो न एकछिन बोलाए पनि नसुन्ने गरी। घाम लागिकन हो क्या गाइस, के पुरै उ छ त्यार। बस आयो के ठुलो ग्रुप हो त यस्ता यस्ता बस। साइकल राइडरहरु पनि नियर भला छ यार। हेर गाइस यी साइकल बजाउन 200 रुपैयाँमा 2 साइकल, 200 का 2 साइकल के ठुलो ग्रुप हो त रे। बेच्दिने हो भोसडी हालौ। एक्जाम भइरहेको यता एक्जाम छ, यता विद्यार्थीहरू बौद्धली तालमा घर गइरहेछन्। यस्तै छ नेपालको पढाइ। के भन्नु, आधी एक्जाम दिने आधी मजाले घर जाने। कोही यहाँ प्र्याक्टिकल गर्दैछन्, कोही यहाँ प्र्याक्टिकल गर्दैछन्, कोही हेर यहाँ झोला खाला बोकी घर होस्टेलले खाना खान लागेका भोकारीहरू। कमाल है यार, कैसे कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुम जा। के भन्नु गरे फेरि भन त के बोले मैले। देख हेर हेर पर ताका रहेछन् यिनीहरू, मस्त तर स्माइल दिइरहेछन् बसेर। के को मान्छे छन् र के रे के भन्यो गरे फेरि भन त। फेरि भन त, फेरि भन त। गाइस आई एम चोर। यिनको दिल चोरेको छैन जस्तो लाग्छ। अरू चोरे पनि, अरू चोरे पनि यो कलेज छोड होइन, अरू चोरे पनि उसको दिल चोर्न सकेको छैन गाइस। नै अरू चोरे पनि तिम्रो दिल चोर्न सकेको छैन, त्यो कुरामा मलाई पछुतो छ। त्यही भएर नरिसाऊ, म चोर्ने प्रयास गरिरहेछु। ये सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। क्यान्टिनमा आयो हो कि केटाहरू मसन गार्डमा आयो हो? धेरै चकचक गरिरहेछन्, धेरै चकचक गर्ने होइन अहिले फेरि। हेर गाइस हाम्रो क्यान्टिन अङ्कलले पुरै चमच पुरै कस्तरी फालिरहेछन्। ल यो चाहिँ के भन्नु, हाम्रो प्रशान्त काले इज्जत गरेर यसको इज्जत गरेरै भन्छ। यता हेर त खोइ दोस्, यता हेर त तेरो इज्जत गरेर भन्नु मन छ मलाई। ल ए खाना मिठो छ अरे, खाना खाइदिउँ। नेपाल सरकारले मलाई नेपाल सरकारले सेक्युरिटी दिनु पर्यो, यहाँ दुईजना काट्छु भनिरहेको छ। दुईजना सेक्युरिटी मेरो हिम्मत चाहियो, न त म मर्छु जस्तो लाग्छ मलाई। डर लागिसक्यो केटाहरूबाट। के भन्नु त, सेक्युरिटी चाहियो मलाई। यहाँ लेखेर भक्का भक्क गएन त अङ्कल। अरे बाबू लेखिस